तपाईँले लिन सक्नुहुन्छ मेरो साइडमा चाहिँ लड्की भर्खर गयो क्या क्युट थियो यार। सो हेलो गाइज वान्स अगेन वेलकम ब्याक टु न्यू डे न्यू ब्लग खाडीबाट। सो गाइज आज भने चाहिँ म होइन बिहान देख्न सक्नुहुन्छ घाम चाहिँ मेरो अगाडि छ होइन। सो म चाहिँ बिहान आज भने चाहिँ अब हिँड्दैछु होइन। कहाँ हिँडेको भन्दाखेरि चाहिँ तिहार मनाउनु होइन। अब भोलि चाहिँ तिहार रहेछ तर छुट्टी मेरो आज पर्यो, त्यस कारणले गर्दाखेरि म चाहिँ तिहार मनाउनु गइरहेको छु आज होइन। सो अनि म आउने भनेको चाहिँ रातितिर हो। सो मान्नु अब तिहारै भनौँ न। अनि म चाहिँ गइरहेको छु दाइकोमा, अनि दाइको पनि आज छुट्टी छ। सो त्यही भएर म चाहिँ आज दाइकोमा छुट्टी मनाउनुलाई स्पेसली गइरहेको छु। अब मलाई चाहिँ गएर मार्केटबाट केही सामानहरू लिनुपर्ने हुन्छ। अब कसरी त लग्नु पर्यो होइन गाई, तर अब के कस्तो हुन्छ तपाईँहरूलाई भिडियोमा देखाउने बालामा छु होइन। सो म मार्केटको चाहिँ सामानहरू देखाउँदिनँ, एकैचोटि निकालेर तपाईँहरूलाई वाइन चाहिँ रिभिल गराउने वाला छु। किन भन्दाखेरि मार्केटमा अब एउटा हाटमा मेरो फेरि यहाँ युज छ कि किबोर्ड छ, जुन चाहिँ अस्तिको भिडियोमा मैले तपाईँहरूलाई देखाइसकेँ होइन। सो गाइज त्यो किबोर्डको पनि तपाईँलाई अनबक्सिङ सर्ट भिडियोमा आउने वालामा छ होइन। सो वाच गरिदिनु होला। सो डोन्ट वेस्ट टाइम विदाउट अब म मार्केटमा सपिङ गरेर तपाईँलाई देखाउने वाला छु। A few moments later. सो गाइज फाइनली मैले चाहिँ लिइसकेको छु होइन मार्केटबाट सामानहरू होइन। के लियो भन्दाखेरि चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ मैले लिएको भनेको चाहिँ अब ओरेन्ज अनि प्लस ओरेन्ज एप्पल अनि त्यसपछि स्ट्रिङ हो कि स्ट्रिङ त्यो कोल्ड ड्रिङ्क छ त्यो दुईवटा। अनि त्यही हो अब तिहारको स्पेसल गिफ्ट भनौँ न। अब कसैले लगिदिनु पर्यो होइन, कसैले लगेर पनि आफैले खाने हो। जोर से बोल के लोगों को स्कीमें बता छु होइन। अब तिहार सिहार पनि मनाउनु पर्छ, बाहिर देशमा भयो भने मनाउनु पर्यो नि त। म चाहिँ अब मनाउनु गइरहेको छु। अनि यस्तो यस्तो बाटोहरू हुँदै जानुपर्छ, पसलहरू होइन, हेर्दै रमाइलो हुन्छ। अब तिहार भनेको हाम्रो त यस्तै हुन्छ हो गाइजहरू। दसैँमा अब जे होस् छुट्टी छ होइन, अब मनाउने हो। सो गाइज म चाहिँ होइन आधी बाटो आइसकेँ होइन। र देख्न सक्नुहुन्छ कि म चाहिँ उतापट्टि जाममा फसिरहेको थिएँ कि पुरै हुन्छ नि कति धेरै गाडीहरू आएको थियो कि त्यहाँ हेर्न सक्नुहुन्छ नि। उता त्यो टर्निङ साइडबाट होइन फेरि घुमेर अनि म चाहिँ आएको कि बिहान यति धेरै गाडी आमामा। यस्तो त मैले अहिलेसम्म देखेको थिएन हौ। खै के हो यार, यस्तो तिहार लागेर हो कि के हो यहाँको के हो होइन। शेख हसिनाहरूले पनि मनाउँछ क्या हो होइन। यति धेरै गाडी हो आमामा, त्यो पनि बिहान अहिलेसम्म मैले देखेको थिएन। आधा घन्टा त त्यत्तिकै लाग्यो मलाई त्यहाँ झन् होइन। वेट गर्दा गाडी त कमै हुँदैन। अनि त्यसरी टर्निङ लिएर होइन चल्दिएको, नत्र त नभ्याउने रहेछ गाडी पनि कति हो यार। त्यहाँ ब्रोले त पुरै होइन, म त पछाडि गाडी आयो होला होइन। हाई गर्दो रहेछ। यस्तो चारैतिर यस्तो हुन्छ कि होइन। अब रोड कट्ने बाटो होइन, अनि टक्क हेरेर अनि टक्क कट्नुपर्छ। हल्का डर पनि लाग्छ त्यो पनि। सो गाइज म चाहिँ अब आइपुग्नु हुन्छ कि दाइको रुममा, अनि त्यसपछि मनाउने हो तिहार होइन। अब गएर अब दाइसँग भेट्ने हो, अनि यताउति गरेर एकछिन सुत्नु पऱ्यो। म सुतेकै छैन हो, 1 बजी ड्युटीबाट आएको होइन। नुहाइ धुवाइ कपडा सपडा धुँदा यताउति, अनि त्यसपछि हुन्छ नि ल्यापटपहरू अलिकति त्यो चलाउँदा अलिकति प्र्याक्टिसहरू मैले गरिरहेको थिएँ कि। त्यही बादले अलिकति त्यो किबोर्डमा चाहिँ अलिकति हात बसाउनु अलिक गाह्रो छ। त्यही बादले म चाहिँ अनि किबोर्डमा चाहिँ होइन अलिकति हुन्छ नि ह्याबिट बनाइरहेको छु कि। किबोर्डमा चाहिँ अनि अलिक गर्नुको लागि नै हल्का ह्याबिटहरू म बनाइरहेको छु। त्यही बादले हो होइन। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ मेरो साइडमा चाहिँ लड्की भर्खर गयो क्या क्युट थियो यार। के गर्नु गाह्रो छ गाह्रो छ, के गर्नु गाह्रो छ गाह्रो छ। र फाइनली अब मेरो दाइको बिल्डिङ चाहिँ त्यहाँबाट देखिसक्यो होइन। अब मलाई यताबाट केही सामानहरू लिनु छैन। सो गाइज म चाहिँ डाइरेक्ट अब जानेवाला छु सिधै मेरो दाइको बिल्डिङमा। त्यसपछि गइसकेपछि चाहिँ अनि हाम्रो कार्यक्रम सुरु हुन्छ। सो तपाईँहरूले चाहिँ ढिला नगरिकन प्लिज कन्टिन्यू हेरिदिनु होला। सो हाम्रो खाडीको भ्लग। मैं तो तेरे को हरामी समझता था, तू तो राम निकला रे देव।
सो गाइज म चाहिँ आइसकेँ मेरो दाइको बिल्डिङ होइन अनि यो दाइको बिल्डिङ चाहिँ यही हो होइन सो तपाईँहरूले त अब देखिसक्नु भएको होला जसले चाहिँ मेरो भिडियो कन्टिन्यू हेर्नुहुन्छ होइन कार पनि छ त्यहाँनिर अनि अब यस्तो चिल्लो छ क्या यस्तो चिल्लो होइन टाइलवाला ऊबाट अब टक 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 हिँडेर जाने हो 1 फ्लोरमा छ अनि मेरो दाजु चाहिँ अनि दाजु त अब सुत्दै होला होइन अघि भर्खर अब दाइको साथीहरू त गएको भनेको सुनिरहेको थियो अघि नै बोलाएको थिएँ कि म चाहिँ अलिकति अब साथीहरूसँग यताउति कुराकानी यताउति गर्दा गर्दै मर्निङ ड्युटी हुनेहरूसँग अनि त्यही भएर हल्का लेट भयो त्यो मेरो ब्रदरले चाहिँ ढोका खोलेकै नरहेछ अब फेरि मैले कल गर्नुपर्ने हुन्छ है सो गाइज अब हल्का चाहिँ अब स्किप गर्नु पऱ्यो होइन किनभने दाइले ढोका खोले छैन लक रहेछ अनि त्यसपछि अब चाहिँ मैले होइन कल गरेर बोलाउनु पर्ने हुन्छ कि 2000 years later त्यो गाइज दाइ चाहिँ सुतिराख्नु भएको रहेछ होइन भर्खर अब कलसल गरेर बोलाएको अब खोल्नुहुन्छ छिटो खोल्नु दाइ छिटो खोल्नु यहाँबाट चाहिँ यस्तरी पनि हेर्नु मिल्छ कि यस्तरी यहाँबाट पनि होइन सिस क्यामेरा चाहिँ तर बाहिरबाट चाहिँ के देख्दैन भित्रबाट हेर्नु छ्याङ्गै देख्छ कि त्यो गाडी यति धेरै जाम भएर त दिमाग खराब भइहाल्यो मेरो आज त्यसो दाइ सुतिरहेको तपाईँ ल ह्याप्पी तिहार अनि दाइ टिका सिका लगाइदिने होइन त अनि के त हाम्रो लागि त छुट्टी आज हो त आजै हुनु पर्यो नि त ल गाइज हामी त अब आइपुग्यो तिहार मनाउनुलाई यस्तै हो अनि दाइ अब हल्का कोसेली सोसेली ल्याएको छौँ होइन अहिले नै खाने कि के गर्ने दाइ भरे भोलितिर खाने फेरि पक्का सुतेर उठेर तपाईँ सुते थिएन त बिल किन हेर्नु पर्यो यार दाइको हालत दाइ तपाईँ त झन् गोरो भएको जस्तो छ त हौ झन् गोरो भएको जस्तो छ त ए झन् यो भिडियोलाई एडिट हाल्यो भने त झन् गोरो हुन्छ होला मैले चाहिँ होइन यहाँ अब त्यस्तो अब अलिक गरिब पर्यो त्यस्तो केही ल्याउनु सकिएन अब त्यही हो अब यसलाई कटिङ सटिङ गरेर खानुपर्छ होइन मैले यो चाहिँ किन ल्याएको भन्दाखेरि होइन धेरै भयो नि त नखाएको त्यही बातले अनि त्यो अङ्गुर पनि ल्याउनु खोजेको थियो होइन ठिक लागेन यार मलाई त त्यहाँका गाइस यस्तै छ हाम्रो त अब परदेशीहरूको अब होइन तिहार अब यही हो हाम्रो चाहिँ तिहार अब टक्कसँगले यही हो अब सानोतिनो भए पनि अब मनाउनु पर्यो होइन अब खाएर मनाउने हो दाइ आरामै सन्चै के छ त अनि खबरहरू मेरो पनि खोल्नु न गाह्रो कपा यस्तो टोपी खोल्दाखेरि त क्या कस्तो देख्छ भने त्यही भएर त अहिलेसम्म कुनै केटीहरू पटेकै छैन यस्तो हाम्रो दाइ जस्तो ह्यान्डसम भए पो यस्तो हाम्रो दाइ जस्तो ह्यान्डसम भए पो हो त्यो गाइस अब हाम्रो चाहिँ यस्तै हो होइन अब त अब हुन्छ नि अब चाडपर्व यस्तै छ होइन अब यही हो अब सानोतिनो खाएको कुरोहरू त के देखाउनु होइन आई होप गाइस तपाईँहरूले चाहिँ राम्ररी मनाउनु भयो होला र भैलो पनि तपाईँले आई होप खेलिसक्नु भयो होला होइन जहाँसम्म मलाई लाग्छ होइन अनि अब भोलिदेखि देउसी हो नि होइन हो र आजदेखि हो ए दाइ देउसी खेल्नु जाने होइन त जाउँ न पुरै यहाँ नजिकको कुबेती शेखहरूको घरमा ए भन भाइ हो भन्दै यस्तै पुरै यहाँ नजिक त 20 केडी दियो पनि आमामा 9,000 दिनमा यस्तो पाउने भए त के थियो र गाई छ के सपना मात्रै हो त्यही हो सो ठिकै छ गाइजहरू आएर तपाईँहरू पनि आरामले सन्चै हुनुहुन्छ होला र मोबाइल मनाउनु पनि भयो होला आई होप आजको दिनसम्म र भोलिदेखि त झन् खतरा हो होइन देउसी अब आजदेखि स्टार्ट हुन्छ र अब भोलिदेखि कति दिनसम्म हुन्छ तिहार पछि 2-3 दिन होला होइन अनि के ए हो र त्यही हो अब त्यसो टिका सिका अब
भोलितिर तपाईँहरूले पनि बबाल लाउनु अब हाम्रो त यही हो अब विदेश हुन्जेल त अब निधार खाली नै हुन्छ होइन सो अब जस्तो भयो भने अब ठिकै छ मनाएकै हो होइन भनौँ न अब 20 वर्षको उमेरमा यहाँ आएको 20 वर्षसम्म त मोबाइलै मनायो हामीले पनि होइन अब अलिकति ठुलो ल्याएर भइसकेपछि अब ठुलो हुँदै गइसकेपछि अब जिम्मेवारीले गर्दाखेरि यस्तै हो गाइजहरू जे होस् खुसी लागिरहेको छ होइन सो ल ह्याप्पी तिहार भन्नु न ह्याप्पी तिहार अलिक बोली फुटाउनु पर्छ कि ह्याप्पी तिहार भन्नु न ह्याप्पी तिहार अलिक बोली फुटाउनु पर्छ कि सो गाइज हाम्रो चाहिँ ह्याप्पी तिहार यस्तै छ यति भन्दै गाइज आजको भिडियो यहीँसम्म यदि तपाईँहरूलाई मन परे एक लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुलिदिनु होला सो यति भन्दै तपाईँहरूसँग आजको लागि यो भिडियो यहीँसम्म राखिदिउँ सो थ्याङ्क यू फर दिस वाचिङ